दिन अपदस्थ भएको हेलिकप्टरबाट भागेको बच्चालाई गोली ठोकेर भागेको सरकारले लगाएको मुद्दाले, अपदस्थ भएको बच्चालाई टाउकोमा र छातीमा ताकेर गोली लगाएको सरकारले ममाथि लगाएको मुद्दाले मलाई कुनै पनि दिन जेल पुर्याउला, मलाई अब चिन्ता छैन, किनकि देशले बालन पाएको छ। मलाई गरेको अन्यायको कुनै हिसाब छैन। देशलाई र मधेसलाई गरेको हिसाब, त्यो अन्यायको हिसाब अब चाहिँ लिने हो। अब त्यो हिसाब हामी लिनेछौँ। जसलाई जनताले लखेटेर भगाए तिनको आलोचना गरिरहनु आवश्यक छैन।